ल गाइस आजको हाम्रो बिहानीको सुरुवात चाहिँ आफ्नै खोलामा बगिरहेको कल कल अविरल पानीबाट त्यहाँ सोल्टी पिउँदै हुनुहुन्छ अनि होइन केटा उठ्यो अब चाहिँ उति खोला छ क्या फेरि यस्तो खतरा देखिन्छ होइन यहाँ हेरौँ है त एउटा हामी यहाँ एउटामा छौँ होइन अनि ऊ पर एउटा छ होइन अनि यस्तो 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 घुम्यो घुम्यो अनि त्यहाँ यो हामी बसेको दुईटा त्यो 3 4 5 6 7 8 9 10 11 12 आम्मा 12वटा 12वटा कटेज किनियो केटा हो अब यतै बस्ने हो अब आँखा भ्याउँदा मात्रै 12वटा छ अन्त कतिवटा छ थुप्रो हजुर हजुर थुप्रो छ माथितिर छ नि 1-2वटा लगाइ यस्तो दामी अब होइन बसेर भएन अब यहाँ फेरि अर्को कटेज छ क्या कटेज किन्यो ल यहाँ चाहिँ रेन्ट त्यही हो एउटा कटेजको पर मान्छे 1000 रुपियाँ कोही आउने भए होइन ल भिआइपी कटेज केटा हो अब फेरि यहाँ मध्येको भिआइपी कटेज हो चाबी अनि साउसँग हुन्छ नि त अब भिआइपी कटेजको अघि त्यतैबाट आएको भए पनि हुन्थ्यो जस्तो त्यस्तै ठ्याक्कै फेरि कस्तो मनले माने यसो हाम्रो गाई छेलाई उ चाहिँ के हो के बोरा धान सबै धान छ अनि धान राति आएर उठाएर लाँदैनन् ल हेरौँ है त अघि घर चाहिँ कहाँ उठ्यो भने कसको हामी जाने घरतिर जाने भने पराल चाहिँ आज कति 3 हानिसक्यो होइन सोल्टी हजुर 3 हानिसक्यो त 3 हो नि हानिसक्यो नि हजुर मासला अनि यहाँ सोल्टीले चाहिँ दामी चिया पकाउँदै हुनुहुन्छ अब यता खोला यो यत्रो यत्रो ढुङ्गा बगाएरै ल्याएको सोल्टी खोलाले गाई छैन अब चाहिँ हामी लाग्न आँटेको लाग्दैछौँ होइन क्याक्क यो ठाउँलाई छोडेर यतालाई चाहिँ छोडेर आयो दामी छ चाहिँ अब बस्नु त मन लागेको छ नि के गर्नु जानु परिगयो होइन जानु परिहाल्यो गरम छ यहाँ ल अहिले म देखाउँदै गर्छु तपाईँहरूलाई ल अब हाम्रो दाइले चाहिँ यहाँ फेरि गाडी फर्काउँदै हुन्छ है ट्याक्कसँग ल्याएर स्किल हेरौँ न त अब अहिले पराल यो हातैले नछोइ ट्रलीमा पनि हालिदिन्छ नि यो दाइले फेरि हो यो झर्दैन ल गाइस अँध्यारो छ अहिले चाहिँ के देखाउनु र यस्तै छ ल गाइस बाटो चाहिँ यस्तै छ है